हेलो गाइज वेलकम छ हजुरहरूलाई मेरो सेकेन्ड भिडियोमा सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि एकदम सन्चै आरामै छु। अहिले चाहिँ टक्क लाएर म चाहिँ माछा मार्न जाँदैछु। म साथीहरू जाँदैछौँ। अहिले चाहिँ म एक्लै बाटोमा छु। अहिले घरबाट आएको चाहिँ म चाहिँ अहिले एक्लै आएको छु घरबाट चाहिँ। अनि अहिले साथीहरूलाई भेट्नै छ। अनि साथीहरूलाई भेटेर चाहिँ आज म जाँदैछु माछा मार्न होइन। अब अरूको ज्यान त लिन त नहुन पर्ने हो, तर लिन्छ हामीले ज्यान चाहिँ, किनकि अब खानै पर्यो होइन, माछा त खानै पर्यो। केटाहरूले जाम 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 बाबु जाम 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 त नजाँदासम्म मजै हुन्न है, माछा मारेको मजै हुन्न भन्यो नि त। त्यही भएर म जाँदैछु माछा मार्नलाई। के हुन्छ कसो हुन्छ, पाइन्छ कि पाइँदैन। केटाहरूले माछा ल्याएर भ्याइ बिहान खोलातिर माछा छ कि छैन के छ थाहै छैन। त्यत्तिकै हिँड्दैछु माछा मार्न, के कस्तो हुन्छ थाहा छैन। अनि म चाहिँ यहाँ बच्चैदेखि खतरा नुहाइदिन्थेँ कि यता कुना जाने यस्तो पौडी खेलिन्थ्यो नि हामी, आम्मामा बब्बालै मजा हुन्थ्यो नि कसम भनेको। अहिले चाहिँ यस्तो गरा रहेछन्, पहिला यो थियो यहाँ नुहाउने पहिला हामी चाहिँ, अहिले यतातिर गरा रहेछन्। अनि ठिकै हो, खाना पानी पिउनको लागि चाहिँ बवालै बनाएर रहेछन्। अनि हाम्रो गाउँतिर चाहिँ बाटो यस्तो बवाल नै छ, खत्रै गरा बाटो चाहिँ एकदम कचडा भएको छ बाटो चाहिँ। अनि म नि धेरै पछि आएँ, धेरै पछि भन्दा नि कति 1 साल पछि आएको नेपाल आएर चाहिँ फेरि माछा खान हिँड्नु लाग्यो। पहिला लास्टै मारिन्थ्यो माछा त बब्बालैमा गाइस। थाक्यो, ओभरै थाक्यो। केटाहरू पनि आउँदैछन् भन्ने, म दिदी घरतिर जानुपर्ने हुन्छ सायद। बोल्न पनि खै त्यो दुखा छ कि छाती दुखा छ हो मेरो त, किन हो खै। खाना त केही पनि खान्न त्यस्तो चिजहरू, त्यही पनि छाती दुखा छ मेरो। बुढो भएको के हो लगाइछु त्यही अलिक भयो। अनि अब चाहिँ एकैचोटि माथि गएर भेटौँ है त, लगाइछ। केटाहरूले चाहिँ दल खोज्दा 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 अहिले बल्ल भेटाएको छन्। दल चाहिँ बल्ल भेटाएको छन् केटाहरूले। माछा मार्न तम्सिँदै कहानी, माछा मार्ने हो कि होइन कुन्नी, केटाहरू भुइँ भन्दै कहानी। ल ल ल ल केटाहरूले पारा गर्दै हिँड्दा नै लगाइछ। अहिले चाहिँ हामी यहाँ माछा मार्ने ठाउँ भन्दा त्यहाँ केटाहरू उहाँ द्वारतिर पुगिसकेछन्। अनि म चाहिँ यस्तो यस्तो बाटो हिँड्दैछु कि बवाल नै छ बाटो चाहिँ, मजा खै सक्दिनँ। साला बाटो चाहिँ बवालै बाटो आएको थियो म त यार। केटाहरूले पर्खिँदैन के अरे, केटाहरू पर्खिँदैन के अरे। खोलामा एक्लै हिँड्दैछु म, यो बाटो एक्लै हिँडेको म। केटाहरू हिँड्दैछ नै केटाहरू। ल अहिले थुन्ने बेला भेटौँ है त गाइजहरू। ल काट्न जाँदैछु ढलाई थाल्नको लागि। यस्तै हो। ल्याउनु हुन्छ र हुन्छ काठ। केटाहरूले हासिया चलाउनु पठाउने कि हासिया चलाउनु नयाँ चलाइयो। ल यति हो हुन्छ होला है, हुन्छ धेरै पनि चाहिन्छ। उयो पनि काट्दैन अलिअलि, यो पनि हुन्छ होला नि अलिअलि काट हुन्न। पाती पनि काटेन यहाँ गाइस, बवाल नै काट्यो हामीले चाहिँ। म र भाइ भएर चाहिँ आइयो है, भाइ चाहिँ क्यामेराम्यानमा छ, म चाहिँ काट्दैछु। शिव कति चाहिन्छ हौ? धेरै पनि चाहिन्छ कि मैले त्यति भेटाइएन नि, भेटाउनु त यहाँतिर। ल गाइस, म चाहिँ जङ्गलभित्र घुस्दैछु है अहिले चाहिँ। हेर्नु यो चाहिँ जङ्गलभित्र छिर्दैछ। अलि बोल्दैन टेन्सन मिल्छ। अब माछा चाहिँ छन चाहिँ छ यो रमा, अब माछाहरू पनि छन्। देख्नुभयो ठुलै छ। हामी चाहिँ आँटेपछि सानोतिनोमा आँटिन्न, ठुलोमै आँटिन्छ। अब दाइले यहाँ सेफ्टी काट्दैछ। भाइ चाहिँ सुतिसक्यो खोला आएर। म चाहिँ टक्क लाएर अहिले भिडियो गर्दै सेप्टा काटेर भइसक्यो। ऊ त शिव चाहिँ गर्दैछन्, ऊ भाइ चाहिँ उता चलपल दिँदै बसिरहेको खोलामा। अनि केटाहरू उता मासतिर गर्दैछन्।
म चाहिँ यहाँ सेप्टा काटेर बसेको सेप्टा काटेर लैजानु लाग्यो त्यहाँतिर केटाहरूसँग अहिले पछि माछा थुनेपछि हेरौँ है त गाइज केटा पछारै पछार यता सरले उतातिर भविष्य ठटाउँदै यतातिर बाबुले फेरि माछा उफार्दैछन् अर्को छोप्यो देखेन बाबु हातमा यता मुकेश खै यो देखियो बल्ल केटाहरू माछा चाहिँ बबालले मार्दैन अहिले चाहिँ पछार बाबु पछार एक फेर उफार देखेर ल केटाहरू मारेको नि जक्कडकै यत्रो ठुलो रहमा मारेर तम्सिएन खै सक लागि झै त गरेर म पनि जान त गयो ल केटा एउटा जखडको निकालेर देखाउ ल केटा जखडको निकाल त ल छिटो ल यता हाम्रो सरले ल पछार्यो नि केटाहरू पछार्यो नि जडी उठाने यिनले चाहिँ अर्को सरले नि छोप्दैन तिनको त हातमा सानो हो क्या त्यही भएर देखाएन नै केटाहरू ठुल्ठुलो भन्छ क्या त्यही भएर देखाउँदैन खै ल यता हेर यता गाई छोर यता हेर है केटाहरूले फिजारी भ्या नि हात यिनले फेरि हात हाल्ने बित्तिकै निकालिहाल्छ नि यत्रो ठुलो रहमा केटाहरूले मार्न तम्स्या नि के अरे खत्रै मार्न त केटाहरूले माछा चाहिँ म त बस्ने हो अब केटाहरूले माछाहरू हेर्दै बस्ने म त ल यसले चाहिँ निकाल्छ होला सायद निकाल हेरै बेच्नु त्यही हो यार ननिकाल्यो भने हेर यसले त हात त घुमायो ल यता चाहिँ निक्लिन्छ जस्तो लागिरहेको मलाई ल केटा हो मारौ सुसल नै मार्छ जस्तो लागिरहेको माछा त मलाई यसले मार्छ माछा त अलिकति आँटिलो भनेको यही हो के हो यसले हुर्राएको यति खतरा हुर्राइदिएको त केटा ल केटा ल गङ्गटा लने हो र केटा हो गङ्गटा चाहिँ नलने अरे केटाहरूले माछा उखार्छु भने है म चाहिँ टक्क लगाएर बसिरहेको छु ल ओ त्यसले चढको फुल हेर केटाहरूले बबाल छोप्छन् कि माछा चाहिँ म फेरि जहाँ गर्ने काम चाहिँ बबालै गर्छु कि फेरि म अलिकति अल्छी चाहिँ छैन है जे होस् जहाँ पनि त्यस्तै हो म त एकदम सोझो एकदम अल्छी पनि छैन केटाहरूले माछा बबालै मार्छन् ल अब केटाहरूले माछा मारेर अब ढडिया त फेरि छोपेपछि त केटाहरूले फेरि ढडियामा फेरि माछा त बबालै हुन्छ कि हाम्रो फेरि हाम्रो शिवले छापेपछि त माछा त नहुने त कुरै हुन्न निकालौँ ल 1 घन्टा थापेको ढडियामा कति माछा हेरौँ है ल गाई जो यस्तो बवाल मार्छ नि केटाहरूले यहाँ ढडियाबाट उफारम माछा उफारम ओए के हो अरे खै यसो देखाउ त माछा उफ्रेको हेर्ने गाई चाहिँ रुक है त्यहाँ देखाउँछु म माछा उफ्रेको हेर है गाई
बवाल नै उफ्रिन ला गाइस माछा चाहिँ ल हेरौँ खस्यो देख्यो नि होला देखियो होला नि माछा त ए दुईटा फिस्टाहरू च्याङ च्याङ गरिरहेको जिङ्रिङ जिङ्रिङ उफ्रिराख्ने हालौँ हालौँ यहाँ हालौँ केटा यहाँ हालौँ त छिरान ल त्यो छोडिदिएको के छोडेको त्यो च्याप्ली गाडाले कसले ए हाल्छ माछा बवाल धेरै हुन्छ मार मार केटा मार मार सुसनले खतरा जाने कि ढाका छोड्न बवालले माछा मार्न लाग्ने केटाहरूले तार सर्ख पाएर बवालै उतखेरि यस्तो मार्छ नि साँच्ची भनेको माछाले यिनको फेरि हात हाल्ने बित्तिकै निकाल्ने बानी छ फेरि माछा केटाले माछा लास्ट निकालेर नै दियोस् अहिले चाहिँ यो भाइले खत्रै डोका थाप्यो ढोकर थापेर चाहिँ माछा निकाल्नु लाग्यो अहिले ए उफारेको देखेँ त खै डोको देखा त उफारेको उफार देखा त च्याप्ली गेडा पो रहेछ केटाले माछा चाहिँ बबाले छोप्दैन ल वो नमस्ते गरेको एउटा भेट खोलामा गरी भाग्या पौडेल लाग्यो केटा हो कहाँ अनि केटा यो ढुङ्गामा क्या भएको माछा ल यतिकै भएको बडो क्या ढुङ्गा माछा भएको केटा ल यो ढुङ्गा पल्टा ल स्याङ्जालीहरूले पार दियो स्याङ्जालीहरू ल अरे के हो केटा स्याङ्जालीहरू बल्ल्या हुँदैछ नि क्या हो अरे 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 तेरी गाड मरी रे गाड केटा ल बल्ल आउनु सबैजना भएर ल ल ल केटा ल ल है ल ल हेर केटा माछा 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 ल ल ल ल खेता खेता माछा ल खेता 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 माछा 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 केटा केटा ल ठुल्ठुलो ल यत्रो रद चाप्राक्कै बनाउनु भने तम्सेर केटा वहाँ माथि त्यो रद पानी चाहिँ यत्रो सुकाइयो अब यहाँ चाहिँ मार्दैन केटाहरूले मैले कत्रो चाहिँ भन्दै थिएँ अनि आफ्नै बोटी लिएर आयो भन्ला के अरे भन्दै डाइरेक्ट भन्दै त ल केटा हो हेरे ल स्याङ्जाली त जाली हुन्छ भनेको त ल ल ल जहरको 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 यो वे यो देखा त मलाई देखा मलाई देखा ओए माछा देखा माछा देखा माछा देखा यता यता माछा हेर्नको लागि छिटो लाइक गर्नु है लाइक र सब्स्क्राइब ओए 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 आय आय हेर है ल केटाहरु लाइक सब्स्क्राइब गरे ल दिस फिश हन्टर माछा देखेन या गाइज हो साना खण्ड माछा त्यो माछा छौ नजानेको मैले हेराएर भइरहेको छन् जनताहरू रहेछ त नि ख्यासे पान लागिरहेको थियो क्या छोडेर गदरा नि यो हेर पछार हेर यता देखा 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 ओ ठुले आयो ठुलो ओ ओ ल गाइज हामी जाँदैछौँ नेक्स्ट ठाउँमा कहाँ देवर्छे भन त हजुर
क्याप उतै ह उतै ढुङ्गातिर ह नम्बर 1 पढ्न चाहिँ ल केटा म त फुल्नु बोकेर हिँडेको छु माछाको आया भारी छ माछाको भारी कति गरौँ नि एउटा दलबाट यत्रो धेरै माछा माऱ्यो भने त बेलुका छ त बाबु हामी त फेरि मालामाल केटा हो मालामाल हामी त रातारात मालामाल भइयो केटा हामी गाइज हो हामी मालामाल भइयो केटाहरूको सामान यस्तो बवाल तरिका राखेको छन् केटाहरूले हो यता मासतिर माटो बोकियो माछा त खत्रै धेरै पाइयो त अनि ओ टिक्रेले भिडियो हिँड्थे अहिले चाहिँ केटाहरूले सर्फ मारै हिँडिसकेका छन् के अरे गयो यो सर्फको नाम भन्दै त के अरे पाइथन हो पाइथन सर्फ मारेर हिँड्यो केटाहरूले माछा पाएन सर्फ मार्दै हिँड्यो बाटोमा धुन्नाउँदै हिँड्यो बाटोमा ठेक्यो त्यो अर्को सोल्ट्यो उता पारिबाट हात हल्लाइराख म चाहिँ यतातिर छु हामी खानासाना खाएर फेरि अर्को दुवाल माछा मार्न लागि खाना भन्दा पनि चाउचाउ 20 रुपियाँको एउटा चाउ 20 रुपियाँको एउटा बिस्कुट त्यसपछि एउटा चोखो फोन गरेर सबैको भागमा 1 कुन्टा चाउचाउ 1 कुन्टा बिस्कुट 1 कुन्टा चोखो फोन गरेर खाइयो अनि त्यसपछि हाम्रो गाउँको गाडी पनि हो वहाँ पारिबाट आउँदै ह गाउँ गाडी देख्नु मलाई ओ पारि आउँदै ह अनि टक्क लान अनि माथितिर यता पारतिर यता आउँदै गाडीको चाहिँ अनि माछा मार्न जाँदैछ म गाई जो माछा मार्न जानुहुँदैछ गाडीमा मान्छेहरू हेरेर हाँसिरहेको हेरोस् नहेरोस् मलाई मतलब भएन तर म भिडियो गराउनु चाहिँ छोड्दिनँ है कोदाली लेखा उहाँ माथि भन्छ कि भाइ केटाहरूले बेड छैन के अरे बेड बिना कोदाली बेड बिना कोदाली लिएर नि सोल्टीले फेरि ए केटाहरूले माछा मार्न जाने बेला चाहिँ चरा मारे चरा हो त्यो ठुलो रुखबाट खसाले केटाहरूले सेकुवा आजलाई सेकुवा ओ उता सरले खसाले गर्न सरले बिहान कति 11 बजीतिर आएको अहिले 6 बज्न लागिसक्यो केटाहरूले चाहिँ ठटाउँदैछन् माछा मार्नलाई आज माछा केही पनि पाइएन कि एउटा जात पनि दुःख चाहिँ गरे केटाहरूले माछा चाहिँ मठै छ अहिले फेरि अर्को दलमा आइसक्यौँ पुलो यो चाहिँ बवाल नै छ ठाउँ चाहिँ बवाल नै छ होइन माछा चाहिँ पाइएन बम केटा बम 2000 years later अरे ख्यास केटाहरूले चाहिँ बाटोमा चरा मारेर चाहिँ खत्रै तर खाना है गाइज हो कसको केटा रफ चाहिँ खत्रै बोल्छ नि बाटो यस्तो सुनसान चाहिँ होइन केही देखिएन कि अहिले मेरो लाइट बाल्न मिलेन चार्ज लो भएर चाहिँ होइन त्यही भएर चाहिँ गेडा केटाहरूले चाहिँ खत्रै गर्ने लाइट बाल्न सुस ओए के मुकेश ओए फेर लाइट बाल्न केटा यतातिर ल ए केटाहरूले बबालै गरेछन् यता छन् शिव यता छन् हाम्रो सुरज भाइ यता सुसन यता छ मुकेश हो यतातिर उनीहरू देख्नु पऱ्यो यता टिक्राम छ मासु डढ्यो केटा हो चराको मासु डढेछ कोइलो भयो केटा हो कोइलो भयो गाइज हो हामी चाहिँ यहाँबाट अब घर जान 2 घन्टा लाग्छ अझै 2 घन्टा माथि जानुपर्छ तर पनि एक्लै वनमा आएर चिरेन भनेको हामी मान्छे केटाहरू मात्रै बबाले हो हामी मान्छेहरू त फेरि होइन केटा त्यस्तो हो र केटा हो केटा यता लाइट बाल
त्यस्तो र केटा हो यता हेरौँ सबैले क्लास गरे यार एउटा त्यस्तो र केटा हो चिबेला त खुसी लाग्यो अन्त शिवलाई त कति मजा एउटा चोचे टक्लकै ढालेको त कालो ल ल ल भाउबाट भाउबाट मोला भाउबाट है बराबर बराबर चाहिन्छ नि कालो चोचे बराबर ओ ओ ओ ले 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 ओ बराबर चाहिन्छ केटा बराबर ओइ 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 एक लाइन ओ ओ ओ ओ क्यासे बारेको हैन त लाइन हाल्नु ओइ दामी हो हेर्न सबै खाने हामी हेर्ने त्यही गर्ने उता ओ लेग पिस दिएको लेग पिस दिएको सबैको हातबाट खाउन त लेग पिस कस्तो लेग पिस खा लेग पिस अब खान्न सारुकले बाबु लेग पिस केटा लेग पिस ओइ छोडे आएको कोइलो दामी भयो कोइला ओइ कोइला हजुर हाम्रो जाँठो भइयो के भएन जाँठो ओइ जाँठो खै क्या हामीलाई खै बखा खा भ आखुने कुन आइने त्यो बोकामा गाले खुसी भइसक्यो न केटा एकचोटि नाचेको हेर न म चेन लगायो यसलाई भन्न सुस ओइ नाइटालो नाइटालो घुमी आयो रे ल घुमी आयो रे ल आँखमा लाउने कालो गजल बुलबुले तेल नाइटालो उता बोके 2,000 years. ल गाइस एकजना भाउमा चाहिँ यति परे माछा मेरो भाउमा चाहिँ यति परे माछा जम्मा यति नै परेको समय हेरिदिनु भएको धन्यवाद लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला धन्यवाद